आज एक बिहानै हामी 4 मामा भन्दा जङ्गल गएका थियौँ दाउरा तुल्याउनको लागि र त्यहाँ पुगेर हाम्रो 4 मामा भन्दाको सल्लाह भयो आज भालेको मासु जङ्गलमै ल्याएर फ्राई गरेर खाने भनेर। र आजको दिन यस्तो रमाइलो गरेर बित्छ भनेर मैले सोचेको पनि थिएन। एकदम रमाइलो भयो, खुसी छु। अल राइट गाइज, वेलकम टु माई मिनी भ्लग। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै छु। र आज चाहिँ मामाले कुकम्यान है, हाम्रो मामा कुकम्यान हुनुहुन्छ र उहाँले छिनाइसक्नु भएको छ भाले र पानी पनि तातिँदै छ। मामा बिस्तारै बिस्तारै केलाउँदै हुनुहुन्छ मजाले। आज चाहिँ जङ्गल आएको थियौँ, एकदम राम्रो सल्लाह भयो क्या खाने भनेर, खुसी छु एकदम। र म लागेँ लसुन खेलाउनुतिर, लसुन पनि खेलाउनु पर्यो र उता मामाले कुखुरा पनि भुत्ल्याइनु भइसकेछ र मैले त ट्याक्क पनि खेलाइसकेँ लसुन अदुवा। र मामा भन्छ लागेँ खोल्सामा, मामा कटिङको लागि, म मरमसला पिन्नुको लागि। र मरमसला पिन्नु थाले, एकछिनमा ट्याक्क र पिनी पनि सक्यौँ है। र मामा त एकदम फास्ट गइसक्नु भएको रहेछ काटेर। म पनि गएँ, त्यसपछि चाहिँ मामाले ठ्याक्क काट्दै हुनुहुँदो रहेछ। आज चाहिँ रमाइलो हुनेवाला छ गाइस हाम्रो। मामाले मासु एकदम मिलाएर काट्दै हुनुहुँदो रहेछ, खुसी। तर एकछिन रेस्ट गरेँ मैले पनि। रेस्ट गरेर म लागेँ साग र धनियाँ लिएर खोल्सामा। यो चाहिँ एकदम मिठो लाग्छ क्या साग र धनियाँ पुर्याएर लिएर जाँदा त। मामाले हाल्नु भइसकेको रहेछ, यता सिकुवाको लागि पनि छुट्टै फिला, यता पकाउनु पनि। र म लागेँ पानी लिनुलाई, पानी लिएर फर्केर गएर टमाटर र धनियाँ काटिदिएँ। त्यहाँ पाक्नु लागिसकेको रहेछ लागेको मजा त। र खुट्टा खाएँ एकछिन पोलेर पाक्दा पाक्दा। र हाम्रो मामाको खुवाइ फेरि डेन्जर एकदम है, एकदम हँसिलो। यता बाजे कलेजो खानु भएको छ र हेर्नु न, खुवाइ डेन्जर मामाको। र एकछिनमा पाक्यो, मासु पाक्यो, यो सिकुवा पनि पाक्नु लाग्यो। र हामी यो सिकुवा पाक्दा पाक्दा चाहिँ अर्को फ्राई गरेको खाऊँ भनेर सुरु गर्नु थालेँ। र खाँदा एकचोटि क्वाप्प पाऱ्यो, एकदम मिठो है। र जङ्गलमा लगेको हरेक चिज उसै पनि मिठो है। यसरी बुढो मान्छेहरूसँग बसेर खाँदा एकदम रमाइलो। उहिलेको कुरा नि सुन्नु पाउने, दुःखको कुरा सुन्नु नि पाउने, उहाँहरूले पहिला भोगेको कुरा सुन्नु नि पाउने है। एकदम रमाइलो बित्यो। र एकछिनमा सिकुवा पनि पाक्यो, ल्याएर चिस गरेर मामासँग खाएँ। मामाले आधी, मैले आधी, उता अर्को मामाहरूले आधी, मामले आधी। र खाँदा खाँदा मासु पनि है आज त एकदम मजा लाग्यो जङ्गलमा। र हाम्रो अर्को मामाको, बुढो मामाको खुवाइ पनि डेन्जर फेरि। र मैले पनि खानु देखाएँ। र प्रायः पछाडि क्यामेराको मात्रै छ र मामाहरूले पनि गयो, बाले पनि भइसक्यो, म मात्रै बाँकी। हजुरहरूलाई भिडियो कस्तो लाग्यो भनिदिनु होला र माया पनि गरिदिनु होला। र यस्तै मिनी भ्लग फेरि पनि लिएर आउने छु हजुरहरूको साथमा पक्कै पनि। र माया साथ सपोर्ट दिनुहुन्छ भन्ने आशा छ। हस्त गाइस, धन्यवाद। धेरै धेरै माया अनि धेरै धेरै सम्झना है त सबलाई।